ओम ध्वनिको प्रभाव बालुवामा कस्तो पर्छ भनेर प्र्याक्टिस गर्दैछौँ। यहाँ बालुवा रेडी भइसकेको छ है, कागजमा राखियो। मलाई यहाँनिर चाहिँ यो बालुवा भएको पेपरको मुनि स्पिकर राखिएको छ। स्पिकरबाट ओम ध्वनि बजाइराखेको छ। यसको प्रभाव हेरौँ बालुवामा कस्तो हुन्छ। सर्कल बनाए जस्तो हुँदो रहेछ होइन, तर ओ र ममा हुँदाखेरि अलिकति परिवर्तन हुँदो रहेछ। यहाँनिर सर्कल जस्तो भएको थियो, तर अर्को म हुँदाखेरि अलिकति बिग्रिँदो रहेछ कि ओम अलगै छ होइन, मको चाहिँ अलग छ होइन। यहाँ गोलो भइरहेको थियो एकछिन, यहाँनिर यहाँ गोलो भइरहेको थियो होइन। अब ओम फेरि हुँदाखेरि म नआइकन ओमा परिवर्तन हुँदो रहेछ क्या, त्यसले अलिकति बिगार्दैछ। मले चाहिँ बनाउँदो रहेछ क्या, सानसानो हेर्नु